एउटा यस्तो पागल प्रेमी जसले आफ्नो श्रीमतीका लागि 22 वर्षपछि एउटा विशाल पहाड फुटाए। त्यतिखेरको समयमा न त अहिलेका जस्ता मेसिनहरू नै थिए, सिर्फ थिए त हतौडा र हँसियाहरू मात्र। नमस्कार साथीहरू, आज हामी यही विषयमा छलफल गर्नेछौँ। आखिर किन 22 वर्ष लगाएर एउटा पहाड फुटाए त? दशरथ माझी द माउन्टेन म्यान भनेर पनि चिनिन्छ। उनको जन्म सन् 1934 14 जनवरी बिहारको गया जिल्लाको कोहलोर गाउँमा भएको थियो। उनी मुसहर समुदायका थिए, जुन समाजले गरिब र पिछाडिएको वर्ग मानिन्थ्यो। गाउँ चारैतिर पहाडले घेरिएको थियो। गाउँबाट अस्पताल, स्कुल र बजार जानका लागि लगभग 55 देखि 70 किलोमिटर पहाड पार गरेर जानु पर्थ्यो। बाल्यकालमा भोकमारी र गरिबीका कारण उनी घरबाट भागेर धनबादको कोइला खानीमा काम गर्न गए। त्यहाँ केही वर्ष बिताएर कडा मेहनत गरेर गाउँ फर्किए। गाउँ फर्किन साथ उनले फाल्गुन देवीलाई पहिलो नजरमै देख्न साथ मन पराए, जसको बिहे सानीमा दशरथ माझीसँग भइसकेको थियो। मतलब फाल्गुन देवी र दशरथ माझीको बिहे सानीमा घरका मान्छेहरूले गराइदिइसकेका थिए। तपाईँलाई त थाहा नै होला, पहिलाको जमानामा बाल्यकालमै केटाकेटीको बिहे गरिदिन्थे। दशरथले आफ्नो बुवाले फाल्गुन देवीको हात माग्नका लागि उनको घरमा लगेर जान्छन्, तर फाल्गुन देवीको बुवाले मान्दैनन्, किनभने दशरथ बेरोजगारी थिए। एक दिन दशरथले फाल्गुन देवीले कसैले नथापाउने तरिकाले भगाउँछन् र बिहे गर्छन्। उनको एउटा सानो परिवार भइसकेको थियो। दशरथ दिनदिनै अरूको खेतमा ज्यालादारीमा काम गर्न जान्थे। तर सन् 1959मा एउटा यस्तो घटना घट्छ जसले गर्दा दशरथ माझीको मुटु नै छिया हुन्छ। एक दिन फाल्गुन देवी पहाड चढेर दशरथका लागि पानी र खाना लिएर जाँदै थिइन्। तब उनको खुट्टो चिप्लिन्छ र पहाडबाट खसेर उनी गम्भीर घाइते हुन्छन्। त्यही बेला एउटा गाउँको मान्छे त्यहाँ आउँछ र दशरथलाई सबै कुरा भन्छ। दशरथ त्यहाँ पुग्दा फाल्गुन देवी पुरै रगत भइसकेकी थिइन्, तर नजिक कुनै अस्पताल थिएन। अस्पताल पुग्नका लागि लगभग 55 देखि 70 किलोमिटर हिँडेर जानु पर्थ्यो। दशरथले फाल्गुन देवीले अस्पताल त पुर्याए, तर ढिलो पुर्याएको कारणले फाल्गुन देवीको अस्पतालमै मृत्यु हुन्छ। केही स्रोत अनुसार फाल्गुन देवी गर्भवती पनि थिइन्, त्यसै कारणले उनले एउटा बच्चालाई जन्म दिएर संसारबाट सधैँभरिका लागि बिदा भइन्। यो घटनाले गर्दा दशरथको सबै सपना चकनाचुर भए। उनी रोए, कराए र एउटा कसम खाए, मैले यो पहाडलाई चिरेर एउटा नयाँ बाटो बनाउँछु, जसले गर्दा मेरो श्रीमती जस्तो गाउँका मान्छेहरू मर्न नपरोस्। तर यो काम त्यति सम्भव थिएन। तपाईँलाई के लाग्छ कि उनले पहाड फोर्यो होलान्? आफ्नो विचार कमेन्टमा भन्नुहोला। सन् 1960मा दशरथले एउटा हतौडा र छेनी बोकेर काम सुरु गरे। उनको लक्ष्य थियो 110 मिटर लामो, 9 मिटर चौडाइ र 7 मिटर गहिरै बाटो बनाउने। उनले पहाड फोर्दा गाउँलेहरूले पागल भने, कसैले सहयोग गरेनन्, तर पनि उनले हार मानेका चाहिँ थिएनन्। गाउँमा पानी नपरेको कारणले गाउँका सबै मान्छेहरूले आफ्ना गाईबस्तु र सरसामान लिएर अर्को गाउँमा सरे र दशरथ भने पहाड फोर्दै बसिरहे। खाना र पानीको अभावले उनी तडपिरहन्थे र एक दिन पानी पर्छ। उनी बिहान उठेर पहाड फोर्दाखेरि गाउँका मान्छेहरू फेरि त्यही गाउँमा आइसकेका थिए। सन् 1982मा दशरथ माझीले 22 वर्षपछि पहाड पुरै फुटाएर नयाँ बाटो बनाउँछन्। लम्बाइ थियो 110 मिटर, चौडाइ थियो 9.1 मिटर र गहिराइ थियो 7.7 मिटर। सन् 1975तिर इन्दिरा गान्धी बिहारमा रेली जुलुस गर्नका लागि आएकी थिइन्। तपाईँलाई लाग्न सक्ला आखिर इन्दिरा गान्धी को हुन्? उनी त्यतिखेरको समयमा भारतको प्रधानमन्त्री थिइन्। जब इन्दिरा गान्धी स्टेजमा भाषण गर्दै थिइन् त्यति बेला स्टेज ढल्किन्छ। त्यहाँ दशरथ माझी पनि गएका थिए। गाउँका मान्छेहरू र दशरथ माझी मिलेर उनले भाषण नगर्दासम्म स्टेजलाई ढल्न दिएनन्, काँधमा अड्डाएर राखे, जसले गर्दा दशरथले इन्दिरा गान्धीसँग फोटो खिच्ने मौका पनि पाए। दशरथ माझी गाउँका समस्या लिएर इन्दिरा गान्धीसँग भेट्नका लागि इन्डिया पुग्छन्, तर उनले त्यहाँबाट कुनै सहयोग मिल्दैन। एक्लैले 22 वर्षपछि पहाड फोरेर बाटो बनाइसकेपछि उनको चर्चा भारतभरि फैलिन्छ। त्यसपछि उनी आफ्नो उपलब्धिको मान्यता खोज्न दिल्लीसम्म पुग्छन्। पछि बिहार सरकार र मुख्यमन्त्री नीतीश कुमारले उनको कामको सम्मान गर्छन्, तर सन् 2007 17 अगस्तको दिन उनको क्यान्सर रोगबाट मृत्यु हुन्छ। तपाईँको मनमा एउटा क्वेसन खेलिरहेको होला, आखिर दशरथ माझी त मरेर गए, तर उनको फ्यामिलीको अहिलेको अवस्था कस्तो छ? उनको फ्यामिलीको अवस्था अहिले पनि पहिलाको जस्तो नै सङ्घर्षपूर्ण छ। किन भन्दा दशरथ माझीको छोरा भागीरथ माझीको परिवारलाई 2025मा राहुल गान्धीले एउटा पक्की घर त बनाइदिन्छन्, तर अझै पनि उनको फ्यामिली र गाउँका माझी समुदायका मान्छेहरूले पानीको गम्भीर अभाव छ।
खेतीपाती नगरी घर चल्दैन। दशरथ माझीको बारेमा फिल्म सहित बनाए। तर दशरथ माझीको छोरा भागीरथ माझीले भन्छन् फिल्म बनाउन भन्दा पहिला थोरै पैसा दिएर फिल्म बनिसकेपछि फर्केर पनि हेरेनन्। तपाईँले यो भिडियो कस्तो लाग्यो आफ्नो सुझाव प्रतिक्रिया कमेन्टमा भन्नुहोला र मैले के मिस्टेक पनि गरेँ र मैले केमा सुधार्न छ अझै बाँकी छ त्यो पनि कमेन्टमा भन्नुहोला। र यदि तपाईँलाई दशरथ माझीको बारेमा पुरै फिल्म युट्युबमा हेर्न मन छ भने द माउन्टेन म्यान भनेर सर्च गर्नुहोला। त्यहाँ तपाईँले दशरथ माझीको बारेमा पुरै फिल्म भेट्नुहुनेछ। हस् त धन्यवाद, अर्को भिडियोमा भेटौँला।